हेलो साथीहरु सबैलाई नमस्कार छ। म टेकदास रोकैया अफिसियल युट्युब च्यानलमा यहाँहरुलाई हार्दिक स्वागत छ। आजको भिडियो के सम्बन्धी रहेछ भनेर चाहिँ यहाँहरुले चाहिँ मेरो थम्बनेल हेरेर नै थाहा पाइसक्नु भयो होला। र मैले चाहिँ है हिजो आजको विषयवस्तुमा प्रवेश गर्नुभन्दा पहिला यदि च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब गर्नु होला र लाइक कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला है गाइस। भिडियो कस्तो लाग्छ अन्तिमसम्म हेर्नु होला। मैले चाहिँ है हिजो सामाजिक सञ्जाल फेसबुकमा चाहिँ फेसबुक अथवा फेसबुक पेजलाई कसरी मोनेटाइज गर्न सकिन्छ र हाम्रो नेपालबाट फेसबुक पेज मोनेटाइज गर्न सकिन्छ कि नै र मोनेटाइज सम्बन्धी केही जानकारी र मोनेटाइज गर्न चाहनुहुन्छ भने मलाई मेसेज गर्नु होला भनेर चाहिँ मैले एउटा स्ट्याटस लेखेको थिएँ। सो स्ट्याटस लेख्ने सके केही टाइमपछि मलाई साथीहरूले मेसेज गर्नुभयो। मेरो आइडी पनि मोनेटाइज गर्नुपर्ने थियो र मैले आइडी मोनेटाइज गर्न के गर्नुपर्छ हामीले र नेपालबाट आइडी मोनेटाइज हुन्छ कि नै भन्ने खालका यस्ता कुराहरू चाहिँ साथीहरूले गर्नुभएको थियो, क्वेसन गर्नुभएको थियो फेसबुकमा चाहिँ। सम्पूर्ण साथीहरूलाई चाहिँ मैले सम्पूर्ण साथीहरूको क्वेसनको गुनासाको एकमुष्ट मैले यो भिडियो मार्फत यहाँहरूलाई चाहिँ जानकारी दिनेछु। हाम्रो चाहिँ फेसबुक पेज हैन, फेसबुक पेजमा चाहिँ है 500 फलोअर्स कम्प्लिट भइसकेपछि र फेसबुक आइडीमा चाहिँ हामीले 5000 फलोअर्स र फेसबुक आइडीमा चाहिँ हामीले 5000 फलोअर्स कम्प्लिट गरेको हुनुपर्ने छ मोनेटाइजको लागि है। र हाम्रो फेसबुकलाई चाहिँ प्रोफेसनल मोडमा अन गरेको हुनुपर्छ है मोनेटाइजको लागि। अनि हामीले फेसबुक आइडीलाई चाहिँ प्रोफेसनल मोडमा अन गर्ने र पेज आइडी बनाएको छ भने 500 फलोअर्स करस र 5000 फलोअर्स करस गरेको हुनुपर्छ हामीले फेसबुक मोनेटाइज गर्नको लागि। र अर्को क्वेसन छ, नेपालबाट फेसबुक पेज अथवा फेसबुक आइडी मोनेटाइज हुन्छ कि नै भन्ने क्वेसन है। क्वेसन नम्बर 2 मा चाहिँ नेपालबाट फेसबुक अथवा फेसबुक पेजलाई मोनेटाइज गर्न सकिँदैन किनभने हामीले चाहिँ है नेपाललाई चाहिँ फेसबुकले चाहिँ इलिजिबल कन्ट्रीमा राखेको छैन। सो त्यो भएर चाहिँ हामीले फेसबुकलाई चाहिँ नेपालबाट मोनेटाइज गर्न सकिँदैन। त्यसो हामीले अब के गर्नु पर्यो भन्दाखेरि चाहिँ नेपाल बाहेक अन्य देशहरू जस्तै भारत विदेशी राष्ट्रहरू छन् नि हो, नेपाल बाहेक अरू देशहरूमा चाहिँ फेसबुकले चाहिँ है इलिजिबल कन्ट्रीमा राखेको छ। र यदि हाम्रो च्यानललाई चाहिँ है तपाईहरुको अथवा हाम्रो कोही आफन्तहरू इन्डियामा हुनुहुन्छ भने अथवा तपाईहरु स्वयं इन्डियामै हुनुहुन्छ भने तपाईहरुले चाहिँ फेसबुक पेज अथवा फेसबुक आइडीलाई मोनेटाइज गर्न सक्नुहुनेछ। 100% मोनेटाइज पनि हुन्छ। त्यो भएर हामीले नेपालदेखि फेसबुक मोनेटाइज गर्न सक्दैनौं। यदि हजुरहरुको कोही आफन्त नेपाल बाहेक अरू अन्य मुलुकमा हुनुहुन्छ भने तपाईहरुको चाहिँ आइडी उहाँहरुलाई दिनु होला। सबैभन्दा पहिला चाहिँ हामीले है लोकेसन चेन्ज गर्न पर्छ। अनि लोकेसन चेन्ज गरिसकेपछि है हामी चाहिँ लोकेसनमा चाहिँ इन्डियाको लोकेसन राख्न पर्छ। र अरु के चाहिन्छ भन्दाखेरि हामीले इन्डियाको पेन कार्ड चाहिन्छ, रासन कार्ड चाहिन्छ, त्यहाँको बैंक एकाउन्ट चाहिन्छ। अनि हामीसँग तीनटा चीजहरु छ भने तपाईहरुको आइडी मोनेटाइज गर्न सक्नुहुनेछ, मोनेटाइज हुन्छ। यदि तपाईहरुको च्यानल नेपालमै बनाउनु भएको भने सबैभन्दा पहिला चाहिँ इन्डियामा अथवा अन्य देशहरुमा को लोकेसन राख्नु पर्यो। अनि अन्य देशको लोकेसन राखिसकेपछि चाहिँ अनि मोनेटाइजको प्रक्रिया प्रोसेस सुरु हुन्छ।
तपाईहरुको कोही आफन्त बाहिर हुनुहुन्छ भने है, अन्य मुलुकमा, नेपालभन्दा अन्य मुलुकमा तपाईको फेसबुक पेज अथवा फेसबुक पासबुक आइडी उहाँहरूलाई दिनुस् अनि उहाँहरूले चाहिँ गर्न सक्नुहुनेछ, गरिदिनुहुनेछ है। यदि तपाईहरुले चाहिँ हैन नेपालदेखि फेसबुकलाई चाहिँ मोनेटाइज गर्न सक्नुहुन्न र नेपालमा फेसबुक मोनेटाइजको लागि इलिजिबल कन्ट्रीमा छैन, तपाईले नेपालबाट सक्नुहुन्न। तपाईको नेपाल बाहेक अन्य देशबाट सकिन्छ है, सकिन्छ। त्यो भएर हजुरहरूले चाहिँ अब त्यसको लागि इन्डिया जानु पर्यो अथवा इन्डियामा कोही हुनुहुन्छ भने पासबुक आइडी उहाँहरूलाई दिएर मोनेटाइज गर्न लगाउनु पर्यो। अनि तपाईहरुले चाहिँ अनि केही कुराहरू अथवा बुझ्नु भएको छैन हैन भने मलाई मेसेज गर्नु होला, मैले चाहिँ केही कुराहरू जानकारी दिनेछु है। अनि सकभर चाहिँ यो नेपालमा चाहिँ है यो के गराएर चाहिँ मोनेटाइज गर्छन् हैन, तपाईको चाहिँ अलिकति कुनै एप्सहरु मार्फत त्यो अलिकति मान्य हुन्न है। हामीले चाहिँ आइडी चाहिन्छ, आइडी भेरिफिकेसन गर्नुपर्छ, त्यहाँको पिन नम्बर पिन कोड चाहिन्छ, ब्याङ्कको स्विफ्ट कोड चाहिन्छ, धेरै कुराहरूको आवश्यक पर्छ। सो त्यो भएर तपाईहरुले चाहिँ नेपालबाट आइडी फेसबुक पेजलाई मोनेटाइज गर्न सक्नुहुन्न। अनि हेलो साथीहरु,